मलाई आफ्नो बनाऊ। मेरो मात्रै होइनस्, त कसैको पनि हुन लायक छैनस्। मलाई अलिकति लाज लाग्दैन? मसँग कुरा गर्दैछु भन्ने कुरा अलि विचार गरेर बोल्ने गर। यदि मेरो ठाउँमा आफ्नी श्रीमतीलाई कदर नगर्ने कुनै दुई खुट्टा उभिएको केटी देख्ने नहुने एउटा लापरवाह पुरुष भइदिएको भए तेरो कुरामा फासलन फुसुलमा परेर तैँले जे भन्यो त्यही मान्थ्यो होला। तर म कहिले पनि लापरवाह बन्न सक्दिनँ। म एक जिम्मेवार श्रीमान हो। म आफ्नो जिम्मेवारीबाट कहिले पनि पछाडि हट्दिनँ। मेरी श्रीमतीले मलाई गरेको माया र विश्वासको बदलामा म उनलाई कहिले पनि आँसु र धोका दिन चाहन्न। मसँग जुन श्रीमती छिन् नि त्यस्तै श्रीमती त मैले